50 सालको कुरा हो। 50 सालमा यस्तो भएको म नुहाइधुवाइ गरेँ अनि बेलुखेर अनि चाहिँ खानेकुरा खाएँ। खानेकुरा अब सुत्ने भने चाहिँ ओछ्यानमा गयो। फेरि एकछिनपछि टाउको दुख्ने र एकदम काम ज्वरो फुट्यो। जाडो पछि टाउको दुख्ने, रिङ्ता लाग्ने, ज्वरो आउने, आँखाको गिटी पुरै दुख्ने र त्यसपछि आँसु धेरै बगेका थिए। र त्यतिले नै भोलि बिहान उठ्दा मेरो आँखा छैन, मेरो आँखाको ज्योति निभिसकेको। अब के गर्नु, पैसा भने टाइममा थिएन। 20-22 दिन नै पछि भयो। पैसा जुटाउटा गरेर गयो, भारतपुर गयो अनि चेकअप गऱ्यो, अप्रेसन पनि गऱ्यो, भएन। घरमा मैले काम गर्छु, छिटो शरीर त हुँदैन। अनि आफ्नो ब्यालेन्स मिलाएर अनि मैले पानी भर्छु, अनि भाँडा माझ्छु, दाले घाँसहरू झार्छु, घाँस झार्छु, घाँस मुठो टपक्कै टिप्छु, आएर ठ्याक्कै बाख्रालाई झन्झ्या दिन सक्छु। कुखुरा छ, मेरो बाख्रा 50वटा छ अनि आफै चराउँछु, आफै जङ्गल जान्छु। हाम्रो नापान संस्थाबाट चाहिँ अनि कुखुरा दिएको थियो, त्यो मैले पालेको छु। नाफानले कुखुरा चल्ला दिएको थियो अनि खोर बनाएर अनि चल्लामा ल्यायो। कुखुरा पालेपछि अनि 6 महिना पछिमा चाहिँ मैले एकदमै अनि आम्दानी हुन आएको देखेको थियो। कुखुरा अनि 10वटा कुखुरा दिएको थियो। 5टा पोथीले अन्डा पार्यो। 6 महिना पछि अन्डा पार्यो। अन्डा पारेपछि 40वटा बच्चा अनि भयो चाहिँ कि फाल्यो। 40 बच्चा भयो। त्यो बच्चालाई हुर्काउन सफल पनि भयो। र 5वटा भाले बेचेर चाहिँ मैले त्यही पैसाले 1 कुन्टल मकै किन्यो। त्यो 40वटा कुखुरामा मैले एकैचोटि मैले अनि 8000 रुपियाँको मैले अनि भाले अनि त्यो पोथी गरेर 8000 रुपियाँको मैले कुखुरा बेच्यो। घरको भाइ बुहारीलाई अलिक पैसाको समस्या थियो। अनि छोरा अनि एउटा 10मा एउटा 9मा पढिरहेको छ। 10मा पढ्ने छोरालाई अनि कोचिङ क्लास पढ्नु निम्ति पैसा थिएन। त्यही भाले बेचेर 8000 रुपियाँ भाले लियो। 7,500 चाहिँ अनि कोचिङ क्लासको फिस अनि तिरेर अनि त्यसमा तिर्यो। त्यसमा धेरै मेरो बुहारी भाइ खुसी भएको थियो। मेरो दाइबाट पनि कि हामीलाई सहयोग मिल्न आएछ भनेर एकदम खुसी भएको थियो त्यतिखेर। जबसम्म हाम्रो यहाँ नापान संस्थाले कुखुरा दिएपछि अनि मेरो पनि यस्तो छ है भनेर चाहिँ मेरो अलि आशा पनि मलाई भयो। 3 लाख चाहिँ एकदमै हामीलाई आम्दानी धेरै भएको थियो। र हाम्रो साउन महिनामा चाहिँ रोग आएर केही गरे पनि मैले बचाउन सकेन। कुखुरा पाले सानो माया आम्दानी पाएछु, मरि गए दुःख नै लागेछु। अहिले मेरो सिर्फ 2टा माउ बाँचिरहेको छ। अनि 5वटा अनि ठिक्कको भाले पोथी चिन्ला त्यो चल्ला बचिरहेको छ। एउटा भाले छ, ठुलो भाले छ एउटा, अनि एउटा माउले चाहिँ 6वटा चल्ला निकालेर राखेको छ। मैले चाहिँ हरेस चाहिँ खाएको छैन। अझै म केही गर्न सक्छु केही पनि होइन, कहिले कसो भइहाल्छ। गरे हामी सक्ने रहेछ, पाले हामीले चाहिँ हुर्काउन सक्ने रहेछ भन्ने चाहिँ हिम्मत चाहिँ छ।